तपाईलाई थाहा छ तपाई ल्याबमा ब्लड कलेक्सन गर्न जाँदा किन डिफ्रेन्ट कलरको बाटो अर्थात बाहिरमा चाहिँ ब्लड स्याम्पल कलेक्सन गरिन्छ? हाई, आई एम बबिता, मेडिकल ल्याब टेक्नोलोजिस्ट फ्रम नेपाल। ल्याबमा प्रयोग हुने सबै भाइल एउटै हुँदैन। आज म तपाईहरुलाई डिफ्रेन्ट ब्लड कलेक्सन भाइलको बारेमा चाहिँ बुझाउँछु। यो चाहिँ रेड टप भाइल हो। यसमा चाहिँ कुनै पनि एन्टिकोगुलेन्ट चाहिँ प्रेजेन्ट भएको हुँदैन। सेरम निकालेर टेस्ट गरिन्छ जसले चाहिँ बायोकेमिस्ट्री सेरोलोजी टेस्ट परफर्म गर्नलाई चाहिँ हेल्प गर्छ। अर्को यो रहेको छ येलो टप भाइल। येलो टप भाइलमा चाहिँ क्लट एक्टिभेटर प्रेजेन्ट हुन्छ जसले चाहिँ सेरम सेपरेसन छिटो गराउँछ। बायोकेमिस्ट्री र सेरोलोजी टेस्टको लागि युज गरिन्छ। अनि अर्को रहेको छ यो पर्पल अर ल्याभेन्डर टप भाइल। यसमा चाहिँ इडिटेप एज अ एन्टिकोगुलेन्ट युज गरेको हुन्छ। एन्टिकोगुलेन्ट भनेको चाहिँ रगत जम्न नदिने केमिकल हो। यसबाट चाहिँ सीबीसी, हेमोग्लोबिन, ब्लड ग्रुप, ईएसआर जस्ता टेस्टहरू परफर्म गरिन्छ। अर्को रहेको छ यो ब्लू टप भाइल। ब्लू टप भाइलमा चाहिँ सोडियम सिट्रेट एज अ एन्टिकोगुलेन्ट युज गरेको हुन्छ। यो चाहिँ पीटी, आइएनआर, एपीटीटी र डी डाइमर टेस्टको लागि चाहिँ परफर्म गरिन्छ। मसँग चाहिँ यति नै भाइल अभाइलेबल छ, तर अरू पनि थुप्रै भाइलहरू हुन्छ जुन चाहिँ म जानकारी दिन्छु। अर्को हुन्छ ग्रे टप भाइल। ग्रे टप भाइलमा चाहिँ सोडियम फ्लोराइड प्रेजेन्ट हुन्छ। सोडियम फ्लोराइडले चाहिँ ब्लडमा भएको ग्लुकोजलाई चाहिँ डिग्रेड गर्दैन, घटाउँदैन। ऱ्यान्डम ब्लड सुगर, पोस्ट प्यान्डल ब्लड सुगर र फास्टिङ ब्लड सुगरको लागि युज गरिन्छ। अनि अर्को हुन्छ ग्रीन टप भाइल। ग्रीन टप भाइलमा चाहिँ हेपारिन एज अ एन्टिकोगुलेन्ट युज हुन्छ। अस्मोटिक फ्रेजिलिटी टेस्ट अरू स्पेशल टेस्टको लागि मात्रै युजमा आउँछ। गलत भाइल प्रयोग भयो भने रिपोर्ट पनि गलत आउन सक्छ। त्यसैले सही भाइल प्रयोग गर्न जरुरी हुन्छ। ल्याब फ्याक्टको लागि फलो गर्न नबिर्सिनु होला। बाई।